यो ब्यानरमै किसान वर्गका समस्याहरूका बाहिर राष्ट्रिय समस्या पनि हल हुँदैन अनि आज होइन यो 2006 साल भनेपछि 76 वर्ष अगाडि नै कमल पुष्पलालले भन्नुभएको हो। के छ भने वास्तवमा यो किसानहरूको समस्या समाधान हुनुको सट्टा झन्झन दिन प्रतिदिन जटिल हुँदै गएको छ। अलि नजिकबाट लिउँ न, नजिकबाट अलि लिउँ न, भैँसहरू पनि राम्रो हुन्छ। किसानहरूको समस्या दिन प्रतिदिन झन् जटिल हुँदै गएको छ। जति हामी पर्ख्यौँ जति समय बित्छ समस्याहरू जटिल हुँदै गएको छ। पहिला उहाँको भैँसले पनि पछि देखाउने हो क्या साउन्ड अब भिडियोको लागि। हाम्रो खास गरेर सबैजना किसानै हुनुहुन्छ। खेतमा हामीले यसपटक 5 किलो कट्ठा चाहिने खेतमा मल हाल्यो भने रासायनिक मल हाल्यो भने अर्को वर्ष त 5 किलो कट्ठा लाग्छ, 6 किलो कट्ठा लाग्नुपर्छ। यो त सबले महसुस गरेको कुरो हो। र अनुमान गरौँ कहीँ भारतले बोर्डरमा पुरै मल सिज गराउन दिएन भने किसानको समस्या के हो? हामी त्यसरी भए पनि आए पनि समयमा मल खाद पाउँदैन। अर्को कुरो यो हाम्रो खुला सिमाना भएको कारणले गर्दाखेरि भारतको किसानलाई सिँचाइ फ्री छ, मल खाद कम रेटमा दिइरहेको छ। त्यस्तो अवस्थामा हामीले मल खाद नै खेतमा युज गर्दाखेरि बढी मूलमा दिन्छौँ। यो पनि हामीले जो अब पुरानो स्थानीय बिउहरू हाम्रो सबै मासिएर गयो। यसमा एकपटक लगाएको बिउले अर्को पटक खाँदैन, फेरि अर्को वर्ष चाहिँ नयाँ बिउ हामीले फेर्नु परेको छ। कीटनाशक औषधिहरू जुन जो कस्तो भयो भने एउटा कीटनाशक औषधि यसपटक प्रयोग गर्यो भने 2-4 वर्ष पछाडि त्यसले कामै गर्न छोड्दैन। त्यो पावरफुल कीटनाशक औषधिहरू चाहिँ हामीलाई चाहिएको छ, हामीले युज गर्नुपर्छ, नत्र भने रोगलाई समाधान गर्न सक्दैन। यो नयाँ बिउको साथसाथै जुन नयाँ बिउ पुरानो स्थानीय बिउ मासिएर जुन नयाँ बिउहरू ल्यायौँ हामीले, त्यसको साथसाथै रोग व्याधिहरू पनि आयो। बिउको साथसाथै रोग व्याधि पनि आयो। पहिले यो हामीले अब यतातिर के होला त्यस्तै नहोला, लोका रोप्छौँ, फल्ने बेलामा सुक्छ भनेर रोप्छ नि, पहिले त थिएन। भन्टा रोप्छौँ, जब फुल लाग्छ त्यो सुक्न सुरु भइहाल्छ। भनेपछि बिउसँगै हाम्रो स्थानीय बिउहरू जम्मै समाप्त भयो, छैन, कुनै पनि जीव स्थानीय बिउ छैन। सबजना हाइब्रिड भएर हुँदाहुँदै यो के भयो भने हाम्रो माटो पनि बिग्रियो, वातावरण बिग्रियो। यो यस्तै किसिमले बिग्रिँदै जाने हो भने 20 वर्ष पछाडि हाम्रो जमिन बन्जरमा परिणत हुन्छ, खेतबारीमा उब्जाउ हुन सक्दैन, हुँदैन। त्यस कारणले हामीले झन् समस्यामा हामी पर्न जान्छौँ। अब के छ भने यो कसरी भयो त, किन भयो त भने पछाडि यसको कारण छ। यसको कारण के छ भने यो अन्तर्राष्ट्रिय समाजवादीहरूको यो चाल हो। यो के छ भने बिस्तारै बिस्तारै हामीलाई स्लो पोइजन तिनीहरूले खिलाउँदैछ हामीलाई, स्लो पोइजन बिस्तारै बिस्तारै होइन। अब जस्तो कि त्यो के छ भने त्यो कसैले त रक्सी खान्छ नि, सानोदेखि रक्सी सुरु गर्छ, आज यति खायो, भोलि गएर अलिकति बढी भाउ गऱ्यो, त्यसमा अलिकति बढी गर्दा गर्दै धेरै खाने हुन्छ नि, त्यस्तै भयो उहाँ। त्यस्तै लत हामीमा बसेको, हामीले त्यस्तो बसायो। अब त्यो विदेशी बिउ बिजन र मल खाद बिना हाम्रो खेती पनि सम्भव हुन सकेको छ। एकातिर हाम्रो विश्वमा नेपाल भनेको जलको दोस्रो
धनी देश हो दोस्रो तर सिँचाइ गर्नको लागि हामीले पानीको अभाव छ सिँचाइको अभावै नै छ अहिलेसम्म होइन सिँचाइको अभाव छ हामीले चाहिँ सिँचाइ गर्न सकेका छौँ दोस्रो के हो भने के भएको भने यो सब षड्यन्त्र भनेको विदेशीको हो र विदेशीकोहरूको इसारामै यहाँको सरकारहरू चलाइ भएको कारणले गर्दाखेरि हाम्रो समस्याहरू झन् दिन प्रतिदिन जटिल हुँदै गइरहेको छ र नेपाललाई असफल बनाउने प्रयास गर्ने तिनीहरूको भइरहेको छ मलाई पनि थाहा थियो यो भर्खरै प्रकाशमा आयो बारबारा फाउन्डेसनका कुरा त्यो त 19 सालदेखि नै सुरु भएको रहेछ बारबारा नेपालमा आएको 2019 सालमै हो पटक पटक चाहिँ राजाले चाहिँ उसलाई देश निकाला गरेको हो होइन तर पनि ऊ चाहिँ बाहिर बस्नु विदेशतिर बस्यो अनि फेरि फर्केर नेपालमा आयो र उसको मेन उद्देश्य के रहेछ भने नेपालमा चाहिँ 19 सालदेखि नै हो राजाले पनि उसलाई बस्न नदियो कारण पनि त्यही हो यिनीहरू चाहिँ विदेशी जासुसो बनेर अब त्यसको मेन उद्देश्य के हो भने अमेरिकी साम्राज्यवादीहरूको नेपालमा जरा गाड्नु त्यो बारबाराको उद्देश्य थियो होइन यो 62-63 सालतिर आएर वामदेव गौतमले र प्रचण्डले बारबारालाई चाहिँ नेपाली नागरिकता दियो यता त्यो बारबाराले पश्चिम जिल्लाहरूमा गरिबहरूलाई चाहिँ घर बनाइदिने कामबाट आफू चाहिँ प्रख्यात भयो र अहिले जुन सरकारमा हामी देखिरहेको छौँ सुशीला कार्की बाहेकका अरू मन्त्रीमण्डलमा पुगेकाहरू जति छन् नि लगभग तिनीहरू बारबारा फाउन्डेसनबाट नै सञ्चालित भएका व्यक्तिहरू मन्त्रीमण्डलमा छन् भनेपछि आज हामी कहाँ पुग्यौँ अब यो के छ भने यो हामी नेपालीलाई चौतर्फी रूपमा तिनीहरूले आक्रमण गरेको छ र नेपाललाई चाहिँ असफल बनाउने अब कल्पना गर्नुहोस् जहाँ 700-800 हजार जनाको आर्मीहरूको ड्युटी रहेको ठाउँ सिंहदरबार त्यहाँ आगो लाग्ने संसद भवनमा आगो लाग्ने सर्वोच्च अदालतमा आगि लाग्ने भनेको यो कतै न कतै सेना प्रहरी लगायत सबैको मेलमतमा यो जेनजी आन्दोलनको नाउँमा चाहिँ देशको प्राकृतिक चिजहरूलाई नष्ट गर्ने देशको सार्वभौमिकतामै आँच पुर्याउने किसिमको काम भयो र यो के हो भने एमसीसी पास भयो तर एमसीसी पास भएर पनि तिनीहरूलाई पुगेको छैन एसपीपी को फाइल चाहिँ संसदमा थन्केर बसेको छ एसपीपी पास गर्ने यिनीहरूको हिम्मत भएन त्यो नेपाली जनताको डरको कारणले गर्दाखेरि यिनीहरूले एसपीपी पास गर्न सकेको छैन अनि अर्कोतिर केपी ओली जी जीएसआईमा सिग्नेचर भर्खरै गरेर आउनुभएको थियो यो जेनजी आन्दोलनको केही दिन अगाडि यो के हो भने नेपाल त एउटा अमेरिका जुन किसिमले त्यहाँ आफ्नो सैन्य अखाडा बनाउन खोजेको छ त्यो सैन्य अखाडाले गर्दा यहाँ चाहिँ खास गरेर यो चीनलाई चाहिँ आक्रमण गर्ने घेर्ने चीनलाई टुक्याउने साथसाथै भारतलाई पनि टुक्याउने किसिमको तिनीहरूको योजनामा यो अमेरिकी साम्राज्यवादीहरूको जुन एउटा चाल छ हामी त्यो घुमडीमा अहिले फसिसकेका छौँ र वास्तवमा भन्नुहुन्छ भने एमसीसी भनेको
आइपिएस के एउटा अङ्ग हो र त्योभन्दा पनि अब यो अलिकति नेपाल अलिकति भयावह स्थितिमा गुज्रेको छ। त्यस कारणले अब म धेरै लामो कुरो गर्नुभन्दा पनि खास गरेर हाम्रो यो आजको यो जुन किसान केन्द्रित कार्यक्रम भएको कारणले गर्दाखेरि जबसम्म यो नेपाल भनेको किसानले भरिएको नामको लागि किसानले भरिएको देश, तर हामीले खादान चाहिँ विदेशबाट ल्याउनु पर्यो। एक समय थियो नेपालमा उत्पादनको धान विदेशमा जान्थ्यो। अहिले उल्टो के भएको भने भारतको धान भारतको चावल हामी खान बाध्य भएको छ। नेपालको चावलले नेपालको खादानले हामीलाई दिएको। भोला सिंह भन्ने उहाँ चाहिँ कृषिको हुनुहुन्थ्यो, 1 वर्ष अगाडि उहाँ बित्नुभयो। उहाँले के भन्नुभएको थियो, के सर्वेक्षण गर्नुभएको थियो भने कृषि क्षेत्रमा अलिकति मात्रै हामीले सुधार गर्यौँ भने 9 करोड जनतालाई पुग्ने खाद्यान्न नेपालमा उत्पादन हुन सक्छ। तर हामीले 3 करोड पनि जनसङ्ख्या पुगेको छैन, 3 करोडलाई पनि खाना धुनु परेको छ। भारतबाट चावल चाहिँ यहाँ आयात भइरहेको छ भनेपछि हाम्रो समस्या दिन प्रतिदिन जटिल हुँदै गइरहेको छ। त्यस कारणले गर्दाखेरि हामी किसानहरू मजदुरहरू एकजुट भएर यी समस्याहरूलाई समाधान गर्नको लागि एकजुट हुनुपर्छ र सशक्त आन्दोलनमा जानुपर्छ। सरकारसँग हामीले आफ्नो मागहरू राख्नुपर्छ र सरकारलाई बाध्य गर्नुपर्छ। हामी जबसम्म हामी सरकारलाई बाध्य गर्न सक्दैनौँ तबसम्म हाम्रो समस्या समाधान हुने छैन। अब त्यो कार्यक्रममा आफूले केही बुझ्नको लागि, केही सिक्नको लागि, आफ्नो विचार राख्नको लागि, आफ्नो माग राख्नको लागि सम्पूर्ण किसानहरूलाई यहाँदेखि अनुरोध गर्छु कि 11 कार्यक्रममा तपाईहरु पनि सबैजना जानुहोला र यो कुराहरूलाई व्यापक रूपमा प्रचार गर्दै सबैलाई